अब आज मकै हाल्नु पर्यो। एउटा दुधीले मकै हेरेर छानेर लगेर ल यो ठिक छ। एउटा छिप्पेको त मैले भाँचेर राखिसकेको छु। अब यहाँबाट चाहिँ 2 किलो मकैहरू चाहिँ छानेर लगेर पोलेर हाल्नु पर्यो। अब गाउँमा घर भएपछि यही हो कि फाइदा। ज्याप्पो बोटबाट मकै भाँच्यो, पोल्यो, खायो। अब बजारमा कहाँ छ मकै पोलेको कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ। यहाँ आफ्नो घरमा चाहिँ सजिलै पाइन्छ कि। अब अहिलेलाई यति भएपछि त भइहाल्यो नि। 4वटा लगभग छ। यति भएपछि पुग्छ अहिलेलाई। यस्तो मकै खाने क्रम त दिनदिनै भइरहेको छ यो भौन्जेल है। फेरि हाम्रो फेरि यस्तो छ कि फाटाफुट्टा यताउता लगाइरहेको हुन्छ, टेन्सनै हुँदैन। मकै पोल्ने पनि फेरि तरिका हुन्छ नि। फेरि हुरुरु आगो बालेर ब्याटबिट हम्केर पटङ पुटुङ पाऱ्यो भने फेरि मकै मिठो हुँदैन। यस्तो हुन्छ क्या। फेरि मैले चाहिँ खोस्टा खोसलेर पोल्न थाल्दैछु। अब यो खोस्टा नखोसलिकन खोस्टे सुधा पनि पोल्न त मिल्छ, तर खोस्टा खोसलेर पोल्छु म चाहिँ। अनि बिस्तारै आगोको राफले मात्रै पकाउने हो कि यसलाई चाहिँ। त्यो गर्दाखेरि चाहिँ मिठो हुन्छ है। अब कसैले चाहिँ हम्की पटाङ पुटुङ पार्छ, त्यो चाहिँ अहिले ठिक हुँदैन। झ्याप्प खोसल्ने आगोको राफले सेकुवा कर्नरमा सेकुवालाई टक्क आगोको राफले पकाउँछ नि, त्यस्तै नै मकैलाई पनि पकायो भने बवाल मिठो हुन्छ क्या। हेर्दै जानु। यो मकै फेरि आफैमा पनि मिठो छ क्या। त्यो बजारमा ल्याउने हाइब्रिड जस्तो चाहिँ छैन होइन। यत्तिकैमा पनि यो चाहिँ मिठो खालको मकै छ कि। त्यही भएर गाउँघरमा रोपेको लोकल भनेको लोकलै हुन्छ। बजारमा पनि त्यो हाइब्रिड हो कि के हो, अब बजारमा दाइहरूले किनेर खाँदाखेरि मिठो भएन भन्ने कुरो चाहिँ सुनिराखेको थिएँ कि मैले चाहिँ। अब मसँग फेरि मोबाइलको कभर छ कि। मोबाइलको कभरले हामी त्यो कोइला निप्न थालिसक्यो कि। त्यही भएर कोइलालाई चाहिँ हल्का बाल्नु पर्यो। अनि त्यसपछि त्यो कोइलाको राफले रातो बनाउने हो कि। अर्को एउटा मकै त रातो बनाइसक्यो होइन। अरू अब 3टा मकै पनि रातो हुन्छ। अनि बिस्तारै यो भित्रदेखि पाक्दै जान्छ क्या। राफले पाकेको जतिको मिठो चाहिँ हुँदैन। फेरि हुरुरु आगो बालेर त्यो पकाएको चाहिँ मिठै हुँदैन कि। त्यही भएर आगोको राफले मात्र पाक्नु पर्यो मकै। घर नजिकै यत्रो धेरै मकै छ, अब टेन्सनै भएन। अब यो खाने बेला हुन्छ, त्यसपछि फेरि नि यो खाने बेला हुन्छ कि। घर नजिकै भएपछि त जतिखेर मकै भाँचेर खाए पनि भयो। अब बजारमा जस्तो कहाँ मकै पोलेछ भनेर खोजेर हिँड्नु परेन नि त। मकै बेच्न आउँछ कि रिक्सामा भनेर कुर्न पनि परेन कि। अब यति भएपछि होइन। अब यस्तै हो। गाउँमा बसेपछि यतिको चाहिँ हुन्छ। भनेको चिज चाहेको चिज खान सकियो। अर्ग्यानिक लगभग सबै मकै कोइलाको राफले रातो हुँदै गइसक्यो होइन। अब सम्झिनुहोस् न कत्तिको स्वादिलो होला यसरी पाकेको मकै। सब रातो हुँदै गइसक्यो कि। अब यो मकै देखेर मुखमा पानी रसाएको छ भने नथुक्नु होला। फेरि त्यो टक्क निल्नु, त्यो पानी निल्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। फेरि थुक्यो भने चाहिँ हानिकारकै हुन्छ नि फेरि है। ल हेर्नुहोस्, चिताउने ठिटो बोली वचन मिठो। अब यो पोलेको मकै पनि मिठो। चिताउने ठिटोले पोल्न जानेको छ, पोल्न जानेपछि मिठो हुन्छ।